हैन। हि इज नट ट्यालेन्टेड त्यस्तो केही होइन, जस्ट उसलाई सोख छ। उसले भनौँ शिव दाई जस्तो म कोही हिरो मनपर्छ र लगाउन थाल्छ त्यस्तै होइन, त्यस्तै कपडाहरू लगाउन थाल्छ, त्यस्तै बोल्न थाल्छ, जस्ट त्यति मात्रै हो। तर उसलाई पनि एउटा गीत बनाऊँ न केही बनाऊँ भन्यो भने ऊ पनि आत्तिन्छ होला कि, उसलाई केही आइडिया छैन कि त्यसको विषयमा। तर त्यसलाई काम गर्नको लागि ऊ किन भाइरल भयो त, किन टिकटकमा आयो त, त्यसको त कथा छुट्टै छ, जुन तपाईँले अलिअलि पनि पाउनुभयो होला, भ्यू पाउनुभयो होला कि यो किन कसरी त्यो टिकटकमा आयो भन्ने कुरा। नत्र त्यस्तो गर्ने टिकटक बनाउने मान्छे होइन यो, जस्ट शिव दाईको फ्यान हो, त्यही लाइफमा एउटा गोठालो हो भनौँ न। गोठालो दिनभरि चलाउँछ होइन, बाख्राहरू चराउँछ, त्यसपछि साँझ घर आउँछ, जस्ट गोठालो एउटा क्यारेक्टर हो त्यो। भनेपछि त्यो त्यस्तो खालको त्यो कसरी हुन्छ भन्ने कुरा त्यो छुट्टै छ। त्यो जुन चाहिँ मैले चाहिँ यसरी बनाउने इच्छा थियो कि चाहिँ नि हि इज नट ट्यालेन्टेड एकदमै ऊ, अनि त्यसरी चाहिँ रूपमा मैले लिएँ। र मलाई चाहिँ केले हेल्प गर्यो भन्दाखेरि कति 12 दिन जस्तो म त्यहाँ बस्न पाएँ, जहाँ चाहिँ नि डिरेक्टर पनि थिएन होइन, कोही पनि आउनु भएको थिएन। 12 दिन अगाडि नै म गाउँमा पुग्ने मेरो त्यसरी भयो। र त्यो भएको हुनाले पनि मैले थ्याङ्क यू भन्छु होइन। कसरी हुन्छ फिल्म ढिला हुन गयो, यताबाट ग्रुप आइदिएन, त्यो बेला त मलाई अब रिस त अलिअलि उठेको थियो। तर भनौँ न काम गर्न चाहिँ नि म फ्रिली, कोही थिएन, आनन्द गाउँमा के थिएर काम होइन, आनन्द काम गर्न पाएँ। डायलगहरूमा धेरै तपाईँले डायलगहरू हेर्न पाउनुहुन्छ, जुन मजा आउँछ कि होइन। मैले चाहिँ नि एकदमै रमाइलो गरेको थिएँ। मैले भोग्दाखेरि, मैले बनाउँदाखेरि त्यो डायलगहरू त्यत्रो 12 दिन बाँकी थियो होइन, सबै तयार थियो। त्यही बेला सुटिङ हुनु पनि सक्थ्यो, तर त्यो सबै मैले यसलाई एकचोटि फेरि हेरौँ त, अब 12 दिन हुने नभएपछि त मैले हेर्न पाउनु त भन्ने मजाले हेर्थेँ। त्यसपछि मैले त्यसमा पनि धेरै काम गर्ने मौका पाएँ। यो त कामै छैन रहेछ, धन्न भएन भने, यो पनि कामै छैन रहेछ, धन्न सुटिङ भएन भन्दै मैले त्यसमा काम गर्न पाएँ। भने त्यो पनि देखिएला कि भन्ने होइन, जे हुन्छ राम्रैकै लागि हुन्छ भन्ने जस्तो लागेको छ मलाई। र काम गर्ने समय पनि मैले पाएँ, नपाएको भन्न चाहिँ नि मैले भन्न मिल्दैन। तपाईँले यत्रो काम गर्न पाउँदा पनि राम्रो देखाउन सक्नु भएन भन्न पाउनुहुन्छ है तपाईँले, किनभने 12 दिन मैले पाएको थिएँ।